भन्छ नि वचन चाहिँ दुई धारे तरवार हो भन्छ बाइबलले है। अनि हामीले हेर्यौं भने हिब्रू 4:12 मा भनिएको छ है, किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ र कुनै पनि दुई धारे तरवार भन्दा बढी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसको जोड्नी र हाडको गुदीसम्म भाग पारुन्जेल वारपाट छेड्छ र हृदयको विचार र इच्छा जाँच्न सक्ने हुन्छ। आमेन। यहाँ के भनेको छ भने दुई धारे तरवार है, यहाँ वचनलाई चाहिँ दुई धारे तरवारसँग तुलना गरिएको छ है। हामीले यहाँ पढी मैले भर्खरै हैन, साँच्चै नै वचन चाहिँ दुई धारे तरवार हो है। कसरी यो दुई धारे तरवार हो त, वचन चाहिँ कसरी तरवार हो भन्ने कुरा फेरि हामीले त्यसलाई हामीले यहाँ हेर्यौं भने पाउँछौँ है। एक राजा 3:24 र 25 मा हामीले हेर्यौं भने पाउँछौँ त्यो एउटा घटना छ है। साँच्चै नै हामी त्यहाँनिर एउटा घटनालाई हेरौँ भने पाउँछौँ। त्यो घटना चाहिँ एउटा दुईजना वेश्या आइमीहरू हुन्छ अनि तिनीहरूको दुईजनाकै छोरा जन्मिन्छ, दुईजनाकै नानीहरू जन्मिन्छ, दुईजना छोरा जन्मिन्छ। अनि छोरा जन्मिसकेपछि एउटाले चाहिँ एउटाको चाहिँ नानी मर्छ। अनि मरेपछि चाहिँ अर्को मरेकोले चाहिँ अर्को नमरेकोमा लगेर राखिदिन्छ र उसको नानी चाहिँ आफ्नोमा ल्याउँछ र त्यो एउटा विवाद हुन्छ। मेरो नानी चाहिँ यो हो भन्छ, अर्कोले मेरो नानी चाहिँ यो हो भन्छ। अनि त्यो भन्दै गर्दाखेरि चाहिँ है, अनि त्यो कुराहरू चाहिँ सोलोमन राजाकोमा पुग्छ है। अनि एउटाले मेरो भन्छ, अर्कोले मेरो भन्छ, मरेको नानी चाहिँ यसको भन्छ, अर्कोले यसको हो भनेर त्यो कुराहरू विवाद हुँदै गर्दाखेरि त्यो कुरोलाई चाहिँ मिलाउनु सक्दैन। अनि त्यो कुरो चाहिँ सोलोमन राजाकोमा पुग्छ। जब त्यहाँ पुगेपछि कसरी निर्णय गर्ने त, कसरी थाहा पाउने त्यो नानी कसको भनेर जब राजाले भन्छ मिठो कुरा है। यहाँ राजाले के भनेछ भने, तब राजाले भने मलाई एउटा तरवार ल्याऊ। सोलोमन राजा धेरै बुद्धिमानी राजा है। उसले के भनेछ भने, तब राजाले भने मलाई एउटा तरवार ल्याऊ। अनि तिनले राजाको निम्ति एउटा तरवार ल्याइदिए भन्छ। त्यो विवाद हुँदै गर्दा यत्रो मानिसहरू छन् त्यहाँनिर वरिपरि, नानी मेरो भनिरहेको छ, अर्कोले मेरो भनिरहेको छ, अनि मरेको नानी चाहिँ यसको जिउँदो चाहिँ मेरो भनिरहेको छ भन्दै गर्दा राजाले चाहिँ के भनेछ त, तब राजाले भने मलाई एउटा तरवार ल्याऊ। अनि तिनीले राजाको निम्ति एउटा तरवार ल्याए भन्छ। तब तिनले त्यसको हुकुम दिए, तब तिनले यस्तो हुकुम दिए भन्छ है सोलोमन राजाले चाहिँ है। तब तिनले यस्तो हुकुम दिए, त्यस जिउँदो बालकलाई दुई टुक्रा गरी काट भनेछ है। जब तरवार लिएर चाहिँ के त त्यो नानीलाई दुई टुक्रा गरेर काट भनेछ, आधा एउटीलाई र आधा अर्कीलाई देऊ भनेछ। जस्तै त्यो तरवार लिएर जब काट्नु खोज्दाखेरि चाहिँ त्यो जसको बच्चा थियो नि, त्यो मरेको नानी, त्यो जिउँदो नानी थियो नि है, त्यो जिउँदो आमाले चाहिँ के भनेछ भने यो नानी त्यसलाई नै देऊ भनेछ है। त्यसलाई नमार्नुहोस्, यो नानी त्यसलाई नै देऊ भन्छ। अनि अर्को जुनको नानी थिएन नि, उसले चाहिँ के भनेछ भनेदेखि काट्दिनु, त्यसलाई आदि मलाई आदिन, काट्दा पनि हुन्छ भनेर उसले भनिरहेको छ। भनेपछि त्यो जसको नानी, जसको बच्चा थियो उसलाई त प्रेम हुन्छ नि त होइन र, उसको माया हुन्छ नि। उसले 9 महिना पेटमा राखेको हुन्छ, उसले कष्ट गरेर जन्माएको हुन्छ, उसलाई त्यो पीडा थाहा हुन्छ, त्यो प्रेम उसँग हुन्छ त्यो नानीसँग। अनि त्यो आमाले भन्छ यो नानीलाई नमार, बरु यसलाई देऊ भन्दै गर्दाखेरि राजाले थाहा पाउँछ यो नानी चाहिँ यसलाई देऊ, जसले चाहिँ मार्नु दिएन त्यसलाई देऊ, यो नानी चाहिँ त्यसको भनेछ। अनि तपाईँलाई मैले जोड्न चाहेको चाहिँ के भनेदेखि त्यहाँनिर चाहिँ केले चाहिँ निर्णय गरेको छ, त्यहाँनिर केले डिसिजन गरेको छ भनेदेखि तरवारले। जब तरवार डिसिजन गर्छ, तरवार चाहिँ दुई धारे तरवार चाहिँ वचन हो है। बाइबलले वचन भन्छ के भनेदेखि दुई धारे तरवार चाहिँ, किनकि परमेश्वरको वचन चाहिँ जीवित र क्रियाशील हुन्छ, दुई धारे तरवार भन्दा पनि बढी धारिलो हुन्छ भन्छ। यसै कारणले म तपाईँलाई अर्को एउटा पढेर सुनाउँछु। एफिसी 6:17 मा यसरी लेख्छ, मुक्तिको टोप लगाऊ है र पवित्र आत्माको तरवार ल्याऊ भन्छ। पवित्र आत्माको तरवार ल्याऊ है, जो चाहिँ परमेश्वरको वचन हो भन्छ। के अरे, जो चाहिँ परमेश्वरको